जय मसी यहाँहरू सम्पूर्णमा फेरि पनि म स्वागत भन्न चाहन्छु एपिसोड 2 मा। अनि यहाँहरूको बिचमा एपिसोड 2 लाई लिएर आइपुगेको छु। अनि जतिजनाले एपिसोड 1 लाई हेर्नुभयो अनि आई होप एन्ड आई बिलिभ आशिषित हुनुभयो भनेर। अनि हजुरहरूको बिचमा एपिसोड 2 को टपिक लिएर आएको छु, गो टु चर्च एनिवे अर गो टु इन हिज प्रेजेन्स एनिवे है। अनि यो टपिकलाई स्टार्ट गर्न चाहन्छु जोन 1 को 1 to 5 सम्म पढेर है। यूहन्ना 1 को 1 देखि 5 सम्म पढेर। In the beginning was the word, and the word was with God, and the word was God. He was with God in the beginning. Through him all things were made. Without him nothing was made that has been made. In him was life, and that life was the light of all mankind. 5. The light shines in the darkness, and the darkness has not overcome it. है, यो वचनले क्लियरली भन्दैछ है, सुरुमा चाहिँ वचन थियो, त्यो वचन चाहिँ परमेश्वरसँग थियो, अनि त्यो वचन चाहिँ परमेश्वर हुनुहुन्थ्यो। अनि त्यसपछि त्यो वचनमा चाहिँ जीवन थियो, त्यसमा चाहिँ मानिस जातिहरूको लागि चाहिँ ज्योति थियो। अनि त्यो ज्योति चाहिँ अन्धकारमा चम्कन्थ्यो र अन्धकार चाहिँ त्यसमाथि विजय भएको छैन है। अनि माई फेभरेट वर्स चाहिँ म यहाँ 4 and 5, इन हिम वाज लाइट लाइफ एन्ड द्याट लाइफ वाज द लाइट of all mankind. The light shines in the darkness, and the darkness has not overcome it. है, अन्धकार चाहिँ त्यो ज्योतिमाथि, त्यो वचनमाथि चाहिँ विजय भएको छैन। हुनसक्छ हामी धेरै कुराहरूको पीडित हुन सक्छौँ, मेबी स्याड हुन सक्छौँ, मेबी धेरै डिजिजहरूले है, कतिवटा रोगहरूले फिजिकल्ली, मेन्टल्ली, स्पिरिचुअली, सोसियली धेरै कुराहरूले चाहिँ दबिएर रहेका हुन सक्छौँ। हुनसक्छ हामी कुनै डरलाग्दो डेन्जरस एडिक्सनहरूमा फसिरहेका हुन सक्छौँ, निक्लिन सकि नरहेका हुन सक्छौँ है। त्यो सबै डार्कनेसको अन्डरमा आउँछ है, सबै अन्धकारको भित्र पर्दछ। अनि यहाँ वचनले चाहिँ क्लियरली भन्छ कि त्यो अन्धकार चाहिँ विजय भएको छैन। जुन चाहिँ लाइट, जुन चाहिँ ज्योति, जुन चाहिँ वचन जो प्रभु हुनुहुन्छ, त्यो माथि चाहिँ विजय भएको छैन है। सो वचन हामीले हेर्छौँ भने हिब्रू 4 को 12 मा पनि वचन चाहिँ एकदमै शक्तिशाली छ अनि अलाइभ छ, इट वर्क्स है, यसले चाहिँ काम गर्छ भनेर भन्दछ। सो आई बिलिभ तपाईँहरू कन्टिन्यू कन्टिन्यू है, जस्तो पनि सिचुएसन किन नहोस्, जति ड्रेन हुन्छ नि, एकदमै सुक्खा मरुभूमि टाइपको है, खडेरी नै किन नलागोस् तपाईँको लाइफमा है, तपाईँ अनि मेरो लाइफमा, तर हामी परमेश्वरको सामुन्ने उहाँको उपस्थितिमा जानदेखि, चर्चहरू जानदेखि, सेवकाईहरूमा इन्भल्भ हुनदेखि चाहिँ नरोकियौँ। किनभने जब जब हामी जान्छौँ उहाँको उपस्थितिमा है, अनि त्यो उज्यालोले हामीलाई भर्दै लैजान्छ अनि अन्धकार हराउँदै जान्छ। म तपाईँलाई एउटा इक्जाम्पल दिन चाहन्छु। वेन यु हेभ लाइट है, तपाईँसँग जब ज्योति छ, उज्यालो पनि छ, हजुरले हर कुराहरू एक एक कुराहरू कहाँनिर खाडल छ, कहाँनिर चोटपटक लाग्छ, कहाँबाट हामी लड्छौँ है, कहाँनिरबाट हिँड्दाखेरि चाहिँ म सहजै निक्लिन सक्छु, सबै कुराहरू क्लियर देख्न सक्नुहुन्छ। अनि जब तपाईँले लाइट अफ गर्नुहुन्छ, अन्धकारमा अँध्यारोमा जब तपाईँ हिँड्नुहुन्छ, यु विल नट सी एनिथिङ। कति बेला तपाईँ लड्छ, कति बेला तपाईँको एक्सिडेन्ट हुन्छ, तपाईँले केही पनि थाहा पाउन सक्नु हुँदैन। तर जब त्यो ज्योतिमा हिँड्नुहुन्छ, यु विल फाइन्ड एभ्रिथिङ इन द राइट प्लेस है, तपाईँले सबै कुरा टकटक देख्नुहुन्छ र आफैलाई एउटा सही बाटोमा अनि चोट नलाग्ने मार्गमा चाहिँ हिँडाउन सक्नुहुन्छ। दिस इज द पावर अफ लाइट है, सेम लाइट द्याट इज द वर्ड अफ गड है, परमेश्वरको वचन चाहिँ हो हामीहरूको जीवनमा। आई होप यो कुराहरूबाट तपाईँ आशिषित हुनुभयो होला है। अनि जे पनि होस्, जस्तो पनि होस्, जति ठुलो डार्कनेस, जति ठुलो घोर अन्धकार लाइफमा किन नहोस् है, जे पनि कुराबाट हामी सफर किन नगरेका हौँ, तर परमेश्वरको वचनमा हिँड्नदेखि चाहिँ नबिर्सौँ
किनभने उहाँको वचन चाहिँ ज्योति हो, जसले चाहिँ हामीलाई हर कुराको लागि गाइडेन्स दिन्छ है, हर कुराको लागि चाहिँ उज्यालोपन दिन्छ। हामी कहाँ हिँड्नुपर्ने हो, कसरी हिँड्नुपर्ने हो, कति बेला हिँड्नुपर्ने हो भन्ने कुरा चाहिँ उहाँको वचनले हामीलाई डोर्याउँदछ। सो थ्याङ्क यू सो मच।